नेपाल सरकारले बजेट कसरी बनाउँछ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा भएको मध्यमकालीन खर्च संरचना निर्माण सम्बन्धी व्यवस्था, बजेटको जम्मा सीमा कति हुन्छ, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति सम्बन्धी व्यवस्थाबारे आज हामी छलफल गरौं। परिच्छेद 3 राजस्व र व्ययको अनुमान 11 मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र समय सीमा 1 योजना आयोगले ऐनको दफा 6 बमोजिम मध्यमकालीन खर्च संरचनाको खाका तयार गर्दा आर्थिक अनुशासन, कार्यान्वयन क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक स्थायित्व कायम हुने गरी समष्टिगत वित्त खाका, बजेट खाका र नतिजा खाका समावेश गरी माघ मसान्तभित्र तयार गर्नुपर्नेछ। 2 केन्द्रीय निकायले उपनियम 1 बमोजिमको मध्यमकालीन खर्च संरचनाको खाकाको आधारमा देहायका विवरण समावेश गरी मध्यमकालीन खर्च संरचना तयार गरी चैत 15 गतेभित्र योजना आयोग र अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ। क आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, प्रति एकाइ लागत, कार्यान्वयन अवधि र अपेक्षित प्रतिफल। ख 3 आर्थिक वर्षको आयोजनागत अनुमानित वार्षिक बजेट। ग गत आर्थिक वर्षको यथार्थ खर्च र चालू आर्थिक वर्षको विनियोजन सहितको बजेट खाका। घ 3 आर्थिक वर्षमा हासिल हुने अपेक्षित प्रतिफल, असर र प्रभाव सहितको नतिजा खाका। 3 यस नियम बमोजिम तयार गरिएको मध्यमकालीन खर्च संरचना सम्बन्धी विवरण सम्बन्धित केन्द्रीय निकायले मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। 12 राष्ट्रिय स्रोत अनुमान समिति 1 ऐनको दफा 7 को उपदफा 2 बमोजिमको राष्ट्रिय स्रोत अनुमान समितिको संरचना देहाय बमोजिम हुनेछ। क उपाध्यक्ष योजना आयोग, संयोजक। ख सदस्य समष्टिगत आर्थिक क्षेत्र हेर्ने योजना आयोग, सदस्य। ग गभर्नर नेपाल राष्ट्र बैंक, सदस्य। घ सचिव अर्थ मन्त्रालय, सदस्य। ङ महालेखा नियन्त्रक कार्यालय, सदस्य। च सदस्य सचिव योजना आयोग, सदस्य। 2 राष्ट्रिय स्रोत अनुमान समितिको बैठक आवश्यकता अनुसार सो समितिको संयोजकले तोकेको मिति, स्थान र समयमा बस्नेछ। 3 राष्ट्रिय स्रोत अनुमान समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। 4 राष्ट्रिय स्रोत अनुमान समितिको अन्य काम, कर्तव्य र अधिकार। 1 राष्ट्रिय स्रोत अनुमान समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ। क नेपाल सरकार प्रदेश र स्थानीय तहको खर्च, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको वर्तमान अवस्था, बजेट कार्यान्वयनको समीक्षा गरी उपलब्ध हुन सक्ने स्रोतको आकलन गर्ने। ख आवधिक योजना, मध्यमकालीन खर्च संरचना र नेपाल सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी 3 आर्थिक वर्षको खर्चको आवश्यकता आकलन गर्ने। ग सम्भाव्य आर्थिक वृद्धि, राजस्व र अन्य स्रोत परिचालनको परिदृश्य, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वको स्थिति र बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था समेत विश्लेषण गर्ने। घ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको विश्लेषण गरी त्यसबाट राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनमा पर्न सक्ने प्रभाव आकलन गर्ने। ङ राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्राप्त हुन सक्ने कुल राष्ट्रिय स्रोत अनुमान र खर्चको आवश्यकता बीच सन्तुलन मिलाउने। च कुल खर्चको सीमाभित्र मन्त्रालयगत खर्चको सीमा बाँडफाँड गर्दा नेपाल सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय प्राथमिकता, नागरिकको जीवनस्तर तथा रोजगारीमा वृद्धि, गरिबीको न्यूनीकरणतर्फ बढी स्रोत सुनिश्चित गर्ने। ज स्रोत अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पठाउने। 2 राष्ट्रिय स्रोत अनुमान समितिले स्रोतको अनुमान गर्दा जनसङ्ख्या र जनसाङ्ख्यिक बनावटको विश्लेषण समेतका आधारमा गर्नुपर्नेछ। 3 राष्ट्रिय स्रोत अनुमान समितिले स्रोतको अनुमान गर्दाको अवस्थाभन्दा बजेट तर्जुमाको अवस्थामा फरक परिस्थिति सिर्जना भएमा स्रोत र खर्चको सीमा पुनरावलोकन गर्न सक्नेछ।
धन्यवाद। यस्तै यस्तै जानकारीका लागि युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला है।